अब म यसरी गर्छु है, ध्यान दिनु होला। अनि सरले यहाँ काट्नुहुन्छ, यहाँ काट्ने बित्तिकै आधी आधीमा कट्छ, अलिकति सानो ठुलो भए पनि आधी आधीमै कट्ने हो। सर कैँची लिनु भएको छ, ल काट्नुहोस्, कट्ट पार्नुहोस्, कहाँ काट्नुहोस्, मैले केही भनेन, तर काट्नु भएको छ। एकदम विश्वस्त हुनुहुन्छ, मजाले उहाँले काट्नु भएको छ। अब हेर्नुहोस्, हामी शिक्षक हो, यो शिक्षकको कलममा धेरै ताकत हुन्छ, हामी जे पनि गर्न सक्छौं, होइन सर? हेर्नुहोस्, अब सरले काट्नु भएको छ। म यो प्लास्टिकको धागो यहाँ जोड्दैछु, यो प्लास्टिकको धागो हो, अलिक बेसरी नै बाँध्नुपर्छ, नत्र अलिकति तान्यो भने यो फुत्केर बाहिर जान्छ। जे होस्, सरले काट्नु भएको छ, मैले बाँधिदिएको छु, यसमा कुनै शंका छैन नि। शंका छ भने लिएर हेर्न सक्नुहुन्छ, कुनै यसमा शंका नै छैन, कटिया छ। अब यतिमा हेरायो भने सानो हुन्छ, यति हेरायो भने सानो हुन्छ, तर 1 इन्च पनि कम हुँदैन। यो सिङ्गो धागो तपाईहरू हेर्नुहोस्, यो यतिकै धागोमा यो जोडेर जस्ताको त्यस्तैमा हेराउँछु, फेरि सरलाई नै चेक गर्न दिन्छु। अब पहिला जोड्न दिनुहोस्, मेरो बेगमा अझ धागो छ, सरहरू भन्नुहुन्छ कि तपाईँ चेन्ज गरिदिनु भयो।